लिटरली लास्ट ढिलो भइसक्यो आज भिडियो नै रातिवाला भाइमा आउने भयो क्या पेस्ट कन्ट्रोल बाई द वे थ्याङ्क यू कवचलाई चाहिँ झम्सीखेलतिर यसो सोरुम खोल्नु मन छ भने चाहिँ अहिलेसम्म हामीले कवचबाट होइन एकछिन अहिलेसम्म हामीले कवचबाट राम्रै सामानहरू उठाइसक्यौँ पेड त होइन मलाई दाईहरू मनपर्ने भएर हो ब्याग पनि कडा छ यहाँ यो ब्यागको तैँले स्टाइलै बुझेको छैन त्यो ब्याग बुझेछ नि तैँले होइन तैँले बुझायो भने तैँले त्यसरी बोक्दैन त्यस्तो ब्याग हाम्रो आज गाडी चाहिँ पछि Hey guys, what's up? अर्को एउटा भिडियो आइम सरी अझ पनि अडियो मैले मिलाउन सकेको छैन यो एक्सन क्याम र मेरो उसको तर राइडिङ दिस बाइक आफ्टर आई डोन्ट नो म्यान हाफ अ इयर आई थिङ्क उदय भाइले पानी यसो हेर्दैछ पानी पर्न थालिसक्यो एक्चुली सो आजको चाहिँ हामी तिरपाल एक्सट्रिम तिरपाललाई हामीले के गर्न सक्छौँ हेर्दैछौँ तपाईँहरूलाई पनि यसै के गर्न मन छ भने यो हाम्रो खालको आइडिया लिन मिल्छ बर्खामा जसलाई घुम्न मन छ दिस हेपन्स टु माई फेभरेट टाइम अफ द इयर सो हामी आएको छौँ टिका भैरवको मोस्टली चाहिँ हामी लेफ्टको बाटो हेटौडाबाट गइरहौ बट दिस टाइम विल गो अराउन्ड घुसेल एरिया यो एरियामा हामीले अलिअलि भ्लग पनि गरेका छौँ तपाईँलाई याद होला नहोला टिलिक्क टल्केको दिन पो हो रेनकोट सेनकोट लाएर केटाहरू पछाडि मजाले बसेका छौँ टिलिक्क पो टल्किन थाल्यो यो एरिया पनि रमाइलो न रमाइलो छ है मेरो टोलतिरबाट चाहिँ के छ भन्दाखेरि हामी एकछिन निस्क्यो भने पनि लाइक अब दिस इज लाइक लिटरली 20 मिनटमा यु क्यान रिच सो द्याट्स वाइ आइ एम लिभिङ हियर म बसेको ठाउँमा नि अब धेरै घरहरू बन्न थाल्यो भने आई लिभ अझ टाढा गरेर म यति टाढा जानेवाला छु कि मैले लाइफमा के बुझेँ गाइज मलाई नेचर भएन भने म पागल हुन्छु र लाइफमा आई थिङ्क बिचमा यस्तो राइड्स यस्तो तपाईँ र मेरो बिचमा कुराकानी नभएर पनि मलाई हुन्छ नि मलाई झ्याउलाइरहेको रहेछ क्या अनि म जस्तोसुकै जहाँसुकै पुगेँ नि लाइफमा आई विल अलवेज बी क्रिएटिङ यस्तो खालको ट्राभल कन्टेन्ट स्पेसली नेपालको त्यसैले गर्दाखेरि त हामी अब यो अफ रोडिङ दिस द्याट कतिपय कुराहरू गर्छौँ क्या अरे दाजु यताबाट कहाँ पुगिन्छ हौ हस् धन्यवाद बाजे हस् त्यो हुनुहुन्थ्यो हाम्रो गाउँको बाजेहरू साह्रै रमाइलो हुन्छन् काठमाडौँको ल्याङहरू बढी भएर पनि आउने हो कि म ततिर यहाँको मान्छेहरू गाउँको मान्छे गाउँ आउन बित्तिकै प्योरिटी पाउँछ अझ यो मौसममा कसम हो होइन तपाईँहरूलाई क्यामेरामा कस्तो देखेछ थाहा भएन तर त्यो हल्का नेपाली गाउँको बास्ना रेनी खालको भाइब आउन बित्तिकै ओहो किन जन्मिया छु म नेपालमा यस्तै सुँग्नुलाई त हो हेर्नुलाई त हो भन्ने कुरा चाहिँ हो कि लेट्स गो बोइज वाट एल्स इज गोइङ इन लाइफमा मलाई धेरैजनाले रविन्द्र ढाँटको बारेमा सोधिरहेको हुन्छन् रविन्द्र ढाँटको बारेमा चाहिँ के भन्नु छ भन्दाखेरि अगस्त 28 इज फाइटिङ इन सङ्घाई दिस टाइम मैले भिजा सिजा अगाडि नै अप्लाई गरिसकेको छु तर के छ भन्दा लास्ट टाइमको टिकटको पैसा तिर्दाखेरि म बेहोस भएँ लास्टै ल्याङ भइरहेछ होइन सो आई बिन थिङ्किङ कि योपालिको ट्रिप चाहिँ मैले 1 मन्थै उतै बिताउँ जस्तो लागिरहेछ अलिकति राम्रो डकुमेन्ट पनि गर्छु होला सो इफ इन एनी वान इज इन्ट्रेस्टेड हामीलाई आजकल के छ फेरि ब्याक टु पुरानो टाइम्स मेरो नाम हुनुपर्ने हो स्पोन्सर बनियालाई फेरि स्पोन्सरहरू पाए हुन्थ्यो जस्तो लागेछ उ त्यो ट्रिपको लागि सो द्याट कन्टेन्ट मजाले आओस् म लास्ट टाइमको कन्टेन्ट पनि अब निकाल्ने बेला भयो अलिक हाइप दिनु पर्ला आई थिङ्क द लास्ट टाइम वी वेन्ट दिस साइड हाम्रो कुराकानी चाहिँ भएको थिएन कतिजनाले कमेन्ट पनि गर्नुभएको थियो त्यो पर्क चपवाला राम्रो चलाएको थियो त्यो भिडियोमा चाहिँ न दाजु बोलेकै ठिक छ यो के पकाएको मात्र खिच्यो झ्याउलायो सो त्यही भएर चाहिँ म फेरि ब्याक टु विकली कन्भर्सेसन हप्ताभरि के भयो भनेर मेरो सोलो पडकास्ट टाइपको हो सुन्ने भए सुन्दा हुन्छ नत्र लास्टमा छ खानासाना पकाएको भिडियोहरू र हामी आएका छौँ माथिल्लो बुरुन्चुली इज माई प्लेस द्याट आई लाइक भेरी मच हाम्रो गाइजहरू आउँदैछन् बिस्तारै टुकुर मुकुर गर्दै
लु हावा पनि सरेर छ कसैको घर या गाउँ छ भने चाहिँ मलाई खबर गर्नु होला अनि हेलो दा मेरो गाउँमा आउनुभएछ भन्नु होला क्लासिक उइ अब आयौँ हामी डेन्जर रोड नो जोक हामी ड्रोनबाट हेऱ्यो भने हामी त पागल ठाउँमा छ जस्तो देखिने टाइपको ठाउँ छ यहाँ एन्ड इट इज एक्चुअली काइन्ड अफ विकेड दिज रोड्स बट इट्स just how we do it. Ah, mama, easy go there. That's actually pretty good because it's not raining also, so. Woo! Here comes our spot. Very नजिक भेरी राम्रो ठिक छैन नजिक राम्रो दामी छ यो यहाँबाट माथि 2 टर्निङ छ त्यहाँ चाहिँ हामी पानी र दाउराको सोर्स हो त्यहाँ पैसा दिएर त्यहाँ पानी दाउरा किनेर आउने एउटा नमुना गएको थियो अर्को नमुना आयो हाम्रो टिममा आसिन दङ्गलको आफ्नै भ्लग्सहरू आउँदैछ प्लिज चेक इट आउट उसको च्यानलमा पनि सब्सक्राइब गरिदिनु होला हामी फर्स्टमा के हाल्नुपर्छ थाहा छ ब्रो तिरपाल हामी लुका ल्याएको कुरा के हो त्यस्तो झुकेका नै साला हो फर्स्टमा के हो त फर्स्टमा अब कट्नु खोल्ने यहाँ पहिला त्यो बिस्तारै जाने के हावाको हो त्यो पानीको होइन उता साइडमा त पानी परिरहेछ भाइ परिरहेछ लो कि फर्स्ट थिङ्स फर्स्ट के गर्ने भर्खर लुगा खुला यार चिसो हावा ल कस्तो गम्बट लाएर भेडाहरू खोइ त भाइ भेडा उता माथि चढिरहेको छ म त वाइल्ड खुसी भयो ब्रो हजुर यहाँ यसो रिल्याक्स आराम यस्तो खुसी भयो म यहाँ अनलिमिटेड दाउरा रहेछ हामी आज तिरपाल जिन्दाबाद ट्युटोरियल राखेर म हिजो राति झन् प्र्याक्टिस गरेको थिएँ म माथि उक्लेन त कस्तो भारी हो साँच्ची काउबोय लासो हान्ने पानी पर्यो ब्रो पानी पर्यो है डिफेन्समा जाऊ न कोही फर्स्ट टाइम हो नि त फर्स्ट टाइम जब तिमीलाई देखेँ मैले ट्युटोरियल अब यो गाठो चाहिँ पर्छ कि पर्दैन थाहा भएन तर ठिक छ यस यस फेरि गर्नु न अर्कोमा गर्छु यसलाई त माथि चाहियो होला नि त यसको पनि छुट्टै हो तरिका यसको पनि छुट्टै हुनु पर्दैन पाण्डव सरकार लु हाम्रो आजको खम्बा यसलाई त्यही बोतल त राख्ने हो बोतल त अब सिस्टम धनियाको सिस्टमहरू यो त बस्दैन यो त नखनिकन बस्दैन यति त काट्नै पर्छ यस्तै अलिकति पर गाडेर डोरी चाहिँ लामो बनाउन मिल्दैन तान्न पर्यो भइसक्यो यता योभन्दा बेसी के चाहियो होला र यहाँ यहाँ ल ठिक छ लु भयो त
के चाहियो अरे यो भन्दा ओपर मल्टिपर्पज भएन आई थिङ्क केही भयो हालौँ त भाइ जग खनिया बनिया तर भागै छैन केही हुँदैन क्या अब त्यही माटो थिचिदिने हो कि होइन कि अलि मजाले गाड्नु पर्ने थियो यसलाई त्यही त भनेको तिरपाल जिन्दगी कसरी भयो तिरपाल मात्र पकायो के अरे गाई मात्र पकायो त मनसुनमा हामीले पानीलाई च्यालेन्ज गर्नलाई एकदम प्रयास चाहिँ ठुलो थियो पानी नै परेन के गर्ने जिमी चिल्ला नै आउँछ अहिले अब म तिरपालमा स्यान्डविच छु तिरपाल माथि तिरपाल तल बिचमा रमाइलो भइरहेछ छिट्टा झन्डै पऱ्यो पानीको छिट्टा अलिअलि परेको थियो तर पानी गयो पानी त सक्यो थाम्छ यसले भर चाहिँ फिटेकै छैन मलाई आमन हात त यो टाइपकै छ यो त यो हाम्रो रेडी भइसक्यो यो अब सुरु यो तिरपालको चाहिँ काम के हो भुइँमा राख्ने हो होइन होला घर बनाइदिउँ घर Dubby dubby dub dub. Dubby dubby dub dub. निस्किन्न भने निस्कु भनेको तेरो आयो म एकछिन लास्ट ढगाल्दै अनि म 5 मिनट बस्छु अनि निस्किन्छु कसम हो यार कस्तो मजा आएर थियो यार मलाई लाइफमा कहिले यस्तो मजा आएको थिएन यार नगर हो प्याटक पुटुक त आवाज आयो तर के को प्याटक पुटुक हो यो ओइ 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 सबै पोखे नि म्या के पोखे भोग लाग्यो माथि माथिको सेप भइहाल्छ पानी अब त्यसमा लिएर आउँछु सबै निकाल सजिलो त केहीमा छैन भाइ कहाँ सजिलो हुन्छ यसमा प्याज पनि ल्याउनु नि त 4वटा पिस माथि त घरबाट माग्ने हो नि त प्याज छ कि छैन के थाहा अरू सोचिहाल्न फेरि जान भ्याउँदैन अब दिदी अलिकति पानी चाहिएको थियो हजुर यतै है ओके गुड लुक्स लाइक ड्रिङ्केबल वाटर दिस इज द मोस्ट स्टुपिड थिङ यु क्यान डु इज कराईमा पानी थाप्नु त अलिक स्टुपिड कुरा नै हो 6 मिसिसिपी 7 मिसिसिपी 8 मिसिसिपी 9 Let's go, thanks. Okay, that's a good function. दिदी अलिअलि दाउरा पनि किन्न मिल्छ खाना दाउरामै होला नि रुख ढलिरहन्छ क्या हो साना दाउरा त तल पनि थियो तपाईँसँग प्याज छ दिदी बरु के लोकल प्याज हो क्या घरकै हो भयो होला दिदी पुग्छ मजाले पुग्छ दिदी धेरै धन्यवाद पानी कराईमा पानी छ लेट्स सी कति पानी चाहिँ म तलसम्म लान सक्छु Shit. Hard to get that. कराई अझै टिक्दैछ है कराई
दाउरामा सब म पानी पकाइ गरेँ ओइ ओइ Whoop! के हो टन्नै बासमती थियो आज भात हो आज भात हो एकछिन ल कन्टेन्ट बनाउँदैछ भात भात जिन्दगी के हो यो हाई लाइफ हाई लाइफ पुलाउ बासमती राइस लङ ग्रेन एक्स्ट्रा लङ ग्रेन अझै यो त चाहिने नै आज आज जोस कडा छ के बर्खामा पनि यस्तो हजुर हाम्रो फाइनली केही न केही हदको सेटअप चाहिँ भयो तिरपाल र यो पनि छ यो त भिज्नेवाला छ स्योर बाइक पनि केही हदसम्म सेफ छ भ्यू यस्तो छ जङ्गल छ कोही पनि छैन लो वाइडमा हामी यस्तो रेडी भएर आएको नि तर पानी नै परेको छैन तर पानी पर्यो भने पनि हाम्रो खासै यहाँ फरक पर्दैन होइन फरक पर्छ नि ब्रो बिजोग चाहिँ होला जस्तो लागेको छ मलाई हाम्रो सेटअप भइसकेको छ रेडी अब म गर्दैछु चिकन म्यारिनेट चिकनको हाम्रो काट्ने तरिका पनि खतरा छ हामीसँग 500 ग्राम छ ला हामीसँग छ 500 ग्राम ड्रम 500 ग्राम ड्रम अनि 500 ग्राम बोनलेस लेग सो जुन डिस बनाउँदैछौँ त्यो डिसलाई चाहिँ लेग पिसै चाहिन्छ सो लेग पिस भयो भने चाहिँ बेस्ट हो होइन अब यसलाई चाहिँ हामीले आधी घन्टा 45 मिनट जति म्यारिनेट गर्न छोड्नुपर्छ र म्यारिनेसनको लागि हामीसँग छ क्रेजी स्टफ सो यसमा धेरै कुरा मिक्स भएको छ जिन्जर गार्लिक मिन्ट र त्यसपछि कोरियान्डर चिकन चाहिँ म्यारिनेट गर्ने सबैलाई थाहा छ नि त होइन आज हामी राइस पनि म्यारिनेट गर्दैछौँ ल अब मजाले राइस हुन्छ हाम्रो म्यारिनेट आज जुन डिस बन्छ नि तिनजनाले 1 किलो राइस त के होइन कि त्यस्तो अब यसलाई पनि ढकनी अनि यसलाई पनि साइडमा राखिदिने अब के चाहियो भन्दा अर्को त तिम्रो टिडिएस काटेर पनि गर्छ नि त के चाहियो यता पहिला भनिहाल्नु दुईटामा हामीलाई कागती र कोकोनट मिल्क जुन हामीले बिर्सेको छौँ त्यो चाहिँ चाहियो हल्का चुस्स ल्याङ भएछ सामान छुट्टिएछ अलिकति अनि हामी अलिक सिरियस छौँ हाम्रो कुकिङमा पनि आई थिङ्क हल्का प्रो पारामै बाँच्नुपर्छ हामी अब चल्दिउँ यप देयर वी गो त्यति मात्रै थियो अलिकति ट्रिकी सो वी निड कोकोनट मिल्क गॉड नोज व्हाट दैट गाइ इज मेकिङ तर
मिन रमाइलो मलाई गुड कम्बो लागिरहेछ हाम्रो यो एकछिन यो एरा पनि रमाइलो गरिदिउँ गाइस हेरिरहेछ भने चाहिँ कमेन्ट्समा चाहिँ इन्भल्भ हो भ्युज बाल हो तर त्यो हुन्छ नि सबैको विचारहरू सुन्नु चाहिँ मजा लाग्छ मलाई ओके ब्रो म बल्ल घर पुगेँ ए वाह आँखा बल्ल आयो त तिमीहरू राम्रो मलाई खुसी लाग्यो त देखेर ल अनि त्यो किन लिएर नआदा नि के हाम्रो वाटर सप्लाई त्यो त धेरै सजिलो हुन्थ्यो नि म त यस्तो फास्ट के भेट्छ डाङडुङ लिएर आएँ मैले त्यो फुट पेग्स पनि ल्याउनु पर्ने थियो त्यो टङ ठोक्ने यसो सोचेँ अब ए पानीवाला चाहिँ बिर्सेछु मैले कम्प्लिटली ब्रोज यहाँ त चाँडै राति हुँदो रहेछ नि कति बेरमा पाक्छ ब्रो तात्दैछ कति मिनटको रेसिपी हो यो के हो ब्यालेन्स केलाई केही हदसम्म भयो अहिले है त हामीले तेल हाल्यौँ तेल पछि अब हाल्दैछौँ घिउ तेल पछि घिउ तेलपछि गयो घिउ अब पाली के को प्याजको पियाज भैया बस्न आयो के को बस्न आयो पेट
त मेरो खुट्टा बनायो भन्छु के हुन्छ भन्छु के बास्ना आयो भन्छ नि खै ब्रोले के हाल्यो उसको मसला ससला उसले चाहिँ बिरयानी बनाउन ला रहेछ बनाओस् हामी त खान्छौँ मैले तरै पहिला नि बिरयानी त च्यालेन्ज गरे हो बट फुडी पहिला एकचोटि हल्का लेट्स बिरयानी भनेको ब्रोले होइन एकदम गाह्रो छ आई विल बी प्रिपेयर्ड यताउति भन्नुहुन्छ भने यो प्रिपेयर्ड चाहिँ भएर आयो होला अरू कुरा चाहिँ हाम्रो यो तिरपालको थिङ चाहिँ पानी नै पर्दैन लास्टमा सो हामी अलिकति हिजो अस्तिदेखि एकदम साँझा पानी परिरहेको थियो आई थट स्टर्म आउँछ वाइल्ड पानी पर्छ र हामी यस्तो गर्छौँ तर लास्टमा पानी सानी केही परेन 6 बजिसक्यो भोक लाग्यो के भोक लाग्यो वाइल्ड गुड थिङ चाहिँ काम भयो स्याड थिङ चाहिँ फेरि अँध्यारो भयो यो फुटेज फेरि हामीले चाहिँ जहिले पनि पकाएर टाइममा होस् जस्तो लाग्छ तर बाहिर वाइल्डमा पकाउँदाखेरि विन्डले यस्तो डिस्टर्ब हान्छ कि आगो नै बिस्तारै पाक्दा हाम्रो बिरयानी पाकेन ब्रो ठिक छ भाइब प्रो म्याक्सेसहरू मैले अघि तर भनिदिइरहेको दामी छ कि खाइदिउँ न प्लिज कता बसेर खाने तातो छ त किन के हुन्छ अनि यो समात्नै सकेन हौ मैले त होइन होला